दुईजना युट्युबर चाहिँ यहाँ अर्ग्यानिक चुलामा चाहिँ के पकाउन आँट्यो दुईजनाले के को यही हो कोपी मासु चाहिँ छुरी पनि पकाउने हो अस्ति मासु त भित्र पाक्दैछ भन्थे आहा अस्ति मासु त भित्र पाक्दैछ नि कहाँ पाक्दैछ कहिले पकाउँदैछ भित्र कराईमा दबाईले ए यो भनेको के कुरो छ यो खै साग र च्वाचे पो रहेछ त्यो च्वाचे मरि जाँदैछ त यो के हो यस्तो छ है साथी आजको दिनमा चाहिँ च्वाचे अब सुब्बाकोमा त यस्तै चल्छ के भन्छ सङ्क्रान्तिको रहल पहल यस्तो चाहिँ हिसाबले साग हालेर एकदम कुकुरलाई मनपर्छ साथी यस्तो साग हालेर खुवाउँछ मेरो त अब दुस्तो हो सेतो बोसो 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 अर्ग्यानिक एकदम सुँगुर गाउँकै हो साग आफ्नै घरकै हो साथी यस्तो छ फेरि हो अर्को सब्जी यता चाहिँ साधु हो यो खालको हाल्ने गरेको रहेछ र 2 दिनमै रितिन्दो रहेछ आमाले सिकाएको रहेछ नि त आज चाहिँ लगाइदेऊ त मलाई चाहिँ मन पर्छ मेथी केही भनिसक्नु छैन सिकाउँदाखेरि मालिकलाई केही भनिसक्नु छैन बाबु भने ल्याउने मान्छे म हो नि त भनेपछि जस्तो ल्याए त्यस्तै खानुपर्छ अरे हो नभए त अनि गाडी भेटिहालिन्छ तिमीले ल्याएको छ भनिहाल्छ अन्त मालिकको मान्नु जस्तो दियो त्यस्तै खाने मालिकको मान्नु पर्यो अब के गर्नु त्यही यो चुला चाहिँ कसले बनाएको अरे ए अर्ग्यानिक म्याम अर्ग्यानिक सब्जी अर्ग्यानिक म्याम अब अर्ग्यानिक फुड पनि भइसकेको छ अब आजदेखि त देख्नु न आज त फेरि कसले रोपेको हेर्न यहाँ आमा म यहाँको देख्न केही नाम आटोटा त कसले रोपेको दुईजना अनि माइली मेरै छ नि गमला किनेर ल्याउने छोरी रहेछ हो नि सिजनाले हो गमलाले चाहिँ उसले किनेर लिएर आएको रोप्ने चाहिँ आमा र कान्छी दामी छ त नि वाइटमा के अरे फेरि आमाको फुलको अघि हालिदिएको थियो कि भट्टाभट कलाउन थाल्यो मलाई पनि ल्याइदिनु मलाई पनि दिनु मलाई दिनु मलाई मन पर्यो यो वाइट कलरको यो के अरे गमला चाहिँ दामी छ नि अब अर्को तर यहाँ होइन अहिले ऊ यहाँ माथि डिलमा राख्नुपर्छ यो यही राख्नुपर्छ कि डिल गर्ने क्या अर्को रोप्नुपर्छ नि जिरो ल्याइदिनु अर्को सेतो माथि आमा अझै छ यो त आज बेलुका चाहिँ देख्दैन कि भोलि चाहिँ दामी हुन्छ ए यो सकिन्छ डल्लै 20वटै छ होला 20वटै पर्छ 20वटा छ अब गयो भन्दा झन् पाउँ अलिक उयो पाउँछ होला नि है अब कालोमा किन्नु ल हामी किन्नु चाहिँ कालोमा पनि छैन ब्राउनमा छ ब्राउनमै पनि राम्रो देख्छ अब 20वटा पायो भने चाहिँ है अब किन्दाखेरि सानो